धन्यवाद दिन चाहन्छु। अध्यक्ष श्रम पिता आदरणीय हरप्रसाद ज्यू, त्यसै गरेर क्वेसन छ त क्वेसन आदरणीय जिल्लापाल मेरो क्वेसन चाहिँ के हो भन्दाखेरि नि तपाई मेयर गर्नुभयो नि त्यसपछि तपाईलाई अझ के गर्नुपर्छ श्रीकान्त राई यहाँ थाले गर्नु लागेको हाम्रो आदरणीय श्रम पिताज्यूलाई हाम्रो सम्मानमा तपाईहरु उपस्थित भइदिनु भएकोमा हार्दिक स्वागत गर्दछु। र आज 23 गते जेठ 23 गतेमा चाहिँ हाम्रो धनकुटाको स्वीकार गरेर आदरणीय श्रम पिताज्यू हामी माझ आइसक्नु भएको छ। र केही समय अगाडि तिम्रो केही क्वेसन छ साकेला पार केही क्वेसन छ मेरो सबैलाई वडा नम्बर 6 राईको आमा वृक्षारोपण गरेर यहाँ उपस्थित भइसक्नु भएको छ। र उहाँलाई हामी सम्पूर्ण धनकुटा मात्रै नभएर सम्पूर्ण जिल्लाभरिका धनकुटावासीहरूको तर्फबाट उहाँलाई हार्दिक हार्दिक स्वागतम भन्दै मेरो 2 शब्द यहाँ गर्दछु। धन्यवाद, नमस्कार। अब भने हाम्रा आमा दिदीबहिनीहरू पनि हाम्रा श्रम पिताज्यूलाई स्वागत गर्ने भनेर इच्छुक हुनुभएको छ। र उहाँहरूलाई पनि स्वागत गरिदिनु हुनको लागि हाम्रा श्रम पिताज्यूलाई स्वागत गरिदिनुहुन्छ, सम्मान गरिदिनुहुन्छ अरे। र उहाँलाई एकछिनको लागि अहिले टर्निङ निषेध गरे त्यहाँ कसले नै गर्न पाइँदैन। अनि त्यहाँदेखि भन न पहिला पानीको मात्रा एकदमै थोरै हुन्थ्यो। अहिले कोका-कोला खोलाको पानी लिएर उहाँले धेरै राम्रो काम गर्नुभएको छ। म आफ्नो नेपालको लागि प्राउड गर्छु। तपाईँ अनि हर्क साम्पाङ मेयरज्यूको बारेमा यति विज्ञ कसरी हुनुभयो, कसरी थाहा पाउनुभयो तपाईँ? मेरो बाबा चाहिँ अहिले जहिले समाचार हेरिरहनुहुन्छ होइन, अनि मलाई नि त्यहाँबाट कुनै ज्ञान लिन सक्छु भनेर म नि कहिलेकाहीँ हेर्छु। कति क्लासमा पढ्नुहुन्छ? 6 क्लासमा। तपाईँको उद्देश्य पढेर के हुने थियो? साइन्टिस्ट नै थियो। अब त्यो भएन भने म पोलिटिसियन भन्छु उहाँ जस्तै, र आफ्नो देशको लागि निकै स्वतन्त्र। अनि के पोलिटिसियन राजनीतिज्ञ बनेर तपाईँले धनकुटालाई के बनाउन चाहनुहुन्छ? म धनकुटा मात्र होइन अरू थुप्रै विगतहरू नराम्रो ठाउँहरूमा पनि म सम्मान गर्नुहुन्छ तपाईँ? गर्नुहुन्छ है। सम्मान मार्फत देश बनिन्छ भन्ने विश्वास छ? विश्वास छ। आर यु स्योर? यस। के कुराले तपाईँलाई एकदम विश्वास जाग्यो सम्मानबाट देश बन्छ भन्ने कुरा? उहाँ जस्तै थुप्रै अन्य नेताहरू नि हुन्छ, जस्तै बालेन हुनुभयो, अनि अझै गोपी हमाल, उहाँहरूले नि धेरै राम्रो गर्नुभएको छ। तर अरू सरकारहरूले चाहिँ उहाँहरूको कुरै सुन्नु भएको छैन, आफ्नो नै जानुहुँदैछ, जो त्यो नराम्रो पोइन्ट हो। अहिलेको सरकारले गरेको कामहरू ठिक छ? ठिक छ, एकदम ठिक छ। अहिलेको सरकार अहिलेको त केही नै ठिक छैन। केपी बा त एकदम के भन्नु, म एमाले तर मलाई केपी बा चाहिँ एमाले र पनि केपी बा मन पर्दैन। ल हेर त बा उहाँ एमाले तर पनि केपी बा मन पर्दैन अरे। ल उहाँलाई ल कसै नेता मन पर्छ? मलाई बालेन मन पर्छ, उहाँ त मेन हुने नै भयो हैन। प्रचण्ड सर अहिले राम्रो लाग्दैन। अझै सुभाष नेवाङको छोरा पनि एकदम राम्रो छ, इलामबाट निर्वाचित हुनु भयो, म एकदम खुसी हुन्छु। भनेपछि सबै थाहा छ भाइलाई लगभग अलिअलि। तपाईँलाई पोलिटिसियन बन्ने लक्ष्य त अहिले नै देखिसक्यो। कति क्लासमा पढ्नुहुन्छ? म 6 क्लासमा पढ्छु। र अहिले यतिको तपाईँलाई नलेज राख्नुहुन्छ भने त अब अझै पढ्न धेरै बाँकी छ होइन? इन्जिनियर हजुर त्यही त। उहाँले हर्क साम्पाङ चाहिँ कसरी रेडियो टेलिभिजनबाटै मात्र चिन्नु होला होइन हर्क साम्पाङलाई? सुरुमा त पहिला अरू मेयरहरूको बारेमा मलाई धनको मेयरको बारेमा केही पनि थाहा थिएन होइन। अब उहाँले एकदम ठुलो काम गर्नुभयो, धेरै फेमस नि हुनुभयो, म एकदम प्राउड नि गर्छु उहाँको होइन। त्यसैले मलाई त्यहाँबाट थाहा भएको। अनि बाबु यो अघि मेयर साहबले तपाईँको कपीमा लेख्नु भएको छ नि, अब यो कागज तिमी के गर्छौ? यसलाई अझै यहाँ के भन्छ डिजाइन थप्छु अनि राख्छु, फ्रेमिङ गरेर राख्छु। तपाईँको उद्देश्य पनि भोलि पर्सि हर्क साम्पाङ जस्तै कार्य गर्ने उद्देश्य छ देश बनाउनुको लागि? काम गर्नुपर्छ कि फेरि भिडमा हुन्छ म त सबै गर्छु। सबै गर्नुहुन्छ है? अनि अहिलेको नेताहरूले नगरेर देश नबनेको हो त? हो, देश
श्रमदान गर्नैपर्छ। तपाईँको शुभ नाम राखिदिनुहोस्। मेरो नाम निश्चल श्रेष्ठ, म धनकुटा बोर्डिङ स्कुलमा 6 क्लासमा अध्ययन गर्छु। सानो भाइले